सम्मान्य प्रधानमन्त्रीज्यूले यही रोस्टमबाट मान्य सदस्यज्यूहरूले उठाएको प्रश्नको उत्तर दिने सन्दर्भमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने यहाँ अभिव्यक्ति दिनुभयो। यद्यपि त्यसको पछि विभिन्न किसिमका व्याख्या विश्लेषण भइरहेका छन्, तर पनि यो संसदको रेकर्डमा सुरक्षित छ। देशको सर्वोच्च कार्यकारी प्रमुखले त्यो पनि यो सार्वभौम संसदमा बोलेको कुरा यहाँ सबैलाई थाहा भएको विषय हो। यो गम्भीर आपत्तिजनक विषय छ, देशहित विपरीत छ र हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने अभिव्यक्ति छ। यदि यो भुलवश अन्जानमा अथवा कुनै टङ स्लिप भएर भएको भने यसलाई धेरै लामो लग्नु हुँदैन। यसले देशलाई ठुलो क्षति पुर्याइरहेको छ। हाम्रो देशभित्र एउटा यसमा आशंका उत्पन्न भइरहेको छ। उहाँले यो सदनमा आएर त्यो भुलवश त्यो शब्द आएको छ, त्यो होइन। हाम्रो देशको अडान यो हो भनेर हामीले साझा अडानका साथ अगाडि जान सकिन्छ। यसमा धेरै ठुलो हामीले यो इस्युलाई अगाडि बढाउनु उपयुक्त छैन। यहाँ जनताको अगाडि त्यो गल्तीवश भएको कुरालाई उहाँले स्वीकार गर्दै क्षमा याचना गर्दै अगाडि बढ्नुपर्छ। यदि नियतवश यस्तो कुरा गरेको भने यो गम्भीर आपत्तिजनक विषय हो। यो गम्भीर आपत्तिजनक विषय नियतवश भएको भए उहाँले राजीनामा गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। सम्मान्य सभामुख महोदय, मैले पहिले पनि भनेको थिएँ नीति कार्यक्रमको बेलामा, यो सीमा विवाद र अतिक्रमण छुट्टै विषय हुन्। अतिक्रमणको लागि शक्ति प्रयोग हुन्छ। आज कालापानी लिपुरेक र लिम्पियाधुरामा 398 वर्ग किलोमिटर भूमिमा भारतीय सेनाको ब्रिगेड छ। आइटिबिपीका दर्जनौं बटालियन छन्, एसएसबीका दर्जनौं पोस्ट छन्। तब त्यहाँ सीमा अतिक्रमण भएको छ र मिचिएको छ। नेपालले कुन सीमा कसरी मिचिएको छ? एउटा नदीले कहीँ धार बदलिने बित्तिकै, एउटा किसानका गरा खेतमा यताउता हुने बित्तिकै त्यसलाई देशले सीमा मिचेको छ भन्ने कुरा देशको कार्यकारी प्रमुखले भन्न मिल्छ? सदनमा त्यो कुरा गर्न मिल्छ? त्यसलाई हामीले चान्चुने कुरा र सामान्य कुरा लिएर हामी बजेट छलफल अरू कुरामा जानु कुरा कति उपयुक्त हुन्छ? यसर्थ यो गम्भीर एउटा राष्ट्रियताको लागि, हाम्रो देशको भौगोलिक अखण्डताको लागि र हामीले उठाएको कालापानी लिपुरेक र लिम्पियाधुरामा जुन किसिमको दाबी प्रमाण र जुन किसिमको तथ्यले हामी अगाडि बढिरहेका थियौँ र हामीले नक्सामा सामेल गरेका थियौँ, त्यसलाई कमजोर पार्छ। त्यसमा नेपालको दाबीलाई कमजोर पारिरहेको छ र आज भारतका विभिन्न परराष्ट्र विज्ञहरू र भारत सरकारले त्यसै वक्तव्यमा टेकेर नेपालमाथि थप प्रहार गर्ने नीउ खोजिरहेको छ। यसकारण यो गम्भीर विषयवस्तु भएको हुनाले यस कुराको छिनाफानो भएर मात्रै सदन अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद।